ट्राफिक नियम उल्लङ्घन गर्दा सर्वसाधारणलाई कारबाही हुन्छ भने सिट बेल्ट नलगाई गाडी चलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारबाही किन हुँदैन सम्माननीय सभामुख महोदय? न्याय सबका लागि बराबर हुनुपर्छ। विधि 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 विधिभन्दा अर्को चिज छैन सम्माननीय सभामुख महोदय। हामीले कानुन हटाऊ भनेका होइनौँ, कानुन सबैका लागि समान रूपमा लागू गर भनेका हौँ। अब गणेश नेपालीको विषयमा पनि केही कुरा स्पष्ट राख्न चाहन्छु सम्माननीय सभामुख महोदय। हामीले जलनका बिरामीलाई अपराधी जस्तै हिँडाएर किन अस्पताल लगियो, एम्बुलेन्समा किन लगिएन भनेर प्रश्न गरेका हौँ। नेपालको कुनै पनि डाक्टरलाई सोध्नुहोस्, जलन भएको मान्छेलाई अपराधी जसरी हिँड्यो भने 75% मान्छे 100% मर्ने चान्स हुन्छ। आज त्यो व्यवस्था गरियो सम्माननीय सभामुख महोदय। र गम्भीर जलनका बिरामीलाई वीर अस्पतालमा उपचार गराउने हो कि कीर्तिपुरको जलन अस्पतालमा हो सम्माननीय सभामुख महोदय? यो नेपालीहरूलाई सबैलाई नेपालीहरूलाई तपाईँको लाटा छन् भनेर अल्गोरिदम नफैलाउनुहोस्। कीर्तिपुरको अस्पतालमा गर्ने हो, वीर अस्पतालमा होइन सम्माननीय सभामुख महोदय। समयमै उचित उपचार उपलब्ध गराइएको थियो या थिएन? भारतमा उपचार गर्दा बचाउन सकिने भए सम्भावना यदि थियो भने यदि ऊ बिरामीलाई चाहिँ भारत किन लगिएन? यदि बिरामीको मृत्यु पहिले नै भइसकेको थियो भने रातारात विमानस्थलमा नाटक मञ्चन किन गरियो सम्माननीय सभामुख महोदय? यो प्रश्नको जवाब राज्यले दिनुपर्छ। यसको उत्तर हामी खोज्छौँ सम्माननीय सभामुख महोदय। संसार नै मेरा विरुद्धमा लागोस् तर म सत्य बोल्न छोड्दिनँ। जति साइबर बुलिङ गर्नु छ गर, सक्छौ अझै गर। भौतिक आक्रमण पनि सहेर आएको सम्माननीय सभामुख महोदय।